सो आज चाहिँ हामी कुरा गर्नेछौँ 2015 स्प्रिङ पोखरा युनिभर्सिटी स्ट्रक्चर 1 को क्वेसन। सो यो चाहिँ स्ट्रिङ एनर्जी मेथडबाट सोध्ने प्राय अहिले सिलेबस चेन्ज भएपछि पनि प्राय सोधिरहने क्वेसन हो हैन। मतलब यो नसोधे नि यो टाइपको क्वेसनहरु बढी टाइपको सोध्छ क्या, बढी मात्रामा सोध्छ। सो यो क्वेसनले पहिला बुझौँ हामी। मैले क्वेसन चाहिँ लेखेको छैन हैन। 2015 स्प्रिङ पढ्दा हेर्नु भने भेटिहाल्नुहुन्छ। के भनेको छ भने एउटा बीम छ अरे, सिम्पली सपोर्टेड बीम छ अरे, त्यसमा चाहिँ तपाईको EI को भ्यालु हामीलाई दिएको छ हैन। अनि सिग्मा डज नट एक्सिड 120 MPa भनेको छ हैन। यो भनेको के भन्दाखेरि सिग्मा चाहिँ जुन यो चाहिँ 120 भन्दा बढी चाहिँ जाँदैन अरे क्या। 120 भन्दा बढी चाहिँ जानै हुँदैन भनेपछि अब यसको कन्सेप्ट के हो भन्दाखेरि सिग्मा यो म्याक्सिमम हो नि त 120 हैन। सो मैले सिग्मा म्याक्स लेखेँ ल। क्वेसनमा के भनेको छ भने सिग्मा चाहिँ के भन्नु त त्यो भन्दा बढी हुनै सक्दैन अरे क्या। सो स्ट्रेस म्याक्सिमम स्ट्रेस डेभलप चाहिँ डज नट एक्सिड चाहिँ 120 मेगापास्कल भन्नु हैन। सो सकिहाल्यो। अब क्वेसनले के निकाल भन्नु भने क्याल्कुलेट द भ्यालु अफ एच। अब म यहाँ बुझाउँछु। एउटा वेट मतलब W भन्ने वेट मतलब एउटा बक्स छ हैन। बक्स सपोज गर्दै मैले त्यसलाई चाहिँ माथिबाट मैले फाले अरे सर्टेन एउटा स्ट्रेसले। सो यो चाहिँ आएर यो तलब सिम्पली सपोर्टेड बीममा लाग्दाखेरि चाहिँ त्यति स्ट्रेस प्रोड्युस हुन्छ अरे। तर त्यसको हाइट चाहिँ कति हो हामीलाई थाहा छैन क्या। अब हाइट चाहिँ पत्ता लगाउनु पर्यो, अथवा कति हाइटबाट खचाल्दाखेरि चाहिँ सिग्मा चाहिँ यो भन्दा बढी हुनु हुँदैन अरे क्या। म्याक्सिमम यति हुन्छ अरे, यो निकाल भन्नु है। सो हामीलाई क्वेसनले के दियो, W को भ्यालु पनि दिएको छ हैन। सो W को भ्यालु दिएको छ वेट 250 न्युटन हामीलाई क्वेसनले पनि दिएको। लेन्थ भनेको 4 मिटर हामीलाई दिएको छ। सो 4 मिटर दिइसकेपछि यो हिन्ज सपोर्ट रोलर सपोर्ट भइहाल्यो। सो मलाई निकाल्नु पर्ने अर्को के पनि निकाल भनेको छ भने म्याक्सिमम डेल पनि निकाल भनेको छ है। डिस्प्लेसमेन्ट कति प्रोड्युस हुन्छ भनेर यहाँनिर ड्याममा ठोक्यो भने यस्तो खालको डिस्प्लेसमेन्ट केही होला नि त हैन। सो कति हुन्छ त्यो पनि निकाल भन्नु। अब म गएँ, मलाई के थाहा छ भन्दाखेरि सिम्पली सपोर्टेड बीममा डिस्प्लेसमेन्ट भनेको के हो त WL3/48EI। यो बुझिराखेको कुरा हो, डेरिभेसनबाट आएको कुरा हो हैन। यो मैले केही पनि भन्ने यसमा WL3/48EI हुन्छ है। सो अब यहाँबाट W तपाईलाई थाहा छ दिन्छ, L भनेको हामीलाई L लेन्थ दिएकै छ, W पनि दिएकै छ यहाँ दियो, L भनेको यो पनि दियो। सो 48 भनेको क्वेसनमा दिएकै छ, EI को भ्यालु पनि दिएकै छ है। यहाँ EI को भ्यालु पनि दिएकै छ। सो सबै भ्यालु दिइसकेपछि मैले यहाँबाट डेल ST निकालेँ, डेल ST आयो ल। डेल ST आइसकेपछि किनकि मलाई यो H निकाल्नलाई त अन्तिममा डेल ST चाहिन्छ हैन, त्यही भएर मैले सुरुमै डेल ST निकालिरहेँ। सो डेल ST आयो, डिफ्लेक्सन चाहिँ 80 mm डिफ्लेक्सन भयो अरे अहिलेको लागि हैन। हामीले त्यो हाइटको कुरा नगर्दाखेरि हामीले वेट मात्रै गर्दाखेरि चाहिँ यतिको कुरा निकाल्यो। अब यहाँ म्याक्सिमम मोमेन्ट पनि थाहा पाउनु पर्यो नि त। सिम्पली सपोर्टेड बीममा म्याक्सिमम मोमेन्ट कतिखेर हुन्छ भन्दाखेरि अभियसली हामीलाई थाहा छ WL/4 हैन। यसलाई यहाँ सल्भ गरेर निकाल्दाखेरि पनि हुन्छ, नत्र सम्झिँदा नि हुन्छ चाहिँ WL/4 भनेर भयो, यो बुझिहाल्यो हैन। अब अर्को कन्सेप्ट के छ भने हामीलाई के छ त इम्प्याक्ट फ्याक्टर भन्ने हुन्छ क्या, एउटा इम्प्याक्ट फ्याक्टर। सो इम्प्याक्ट फ्याक्टर भनेको चाहिँ यो फर्मुला छ 1 + √1 + 2h/डेल ST भयो हैन। यो लाउने हो भने अब हामीलाई H चाहिएको हो नि त। के कुन फर्मुला लाउँदाखेरि चाहिँ H आउँछ त रिलेसन लाउँदा भन्दाखेरि यो लायो भने H सँग रिलेटेड भएको फर्मुला त यही एउटा छ मेन हैन। सो अब H यो वाला लाइन। अब यहाँबाट हामीलाई के थाहा छ, डेल ST त थाहा होला अहिलेको लागि हैन। IF थाहा छ त छैन नि। IF र यो डेल ST भएको त फुत्तै H आइहाल्थ्यो, सकिहाल्थ्यो। सो मलाई चाहियो अब IF निकाल्नुको लागि मैले अब के गर्नुपर्छ त, अनेक यहाँ लफडा गर्नुपर्छ है। त्यसको लागि के गर्नुपर्छ भन्दाखेरि EI को भ्यालु हामीलाई क्वेसनले दियो, मैले सपोज गर्दै यो क्वेसनको लागि E हामीलाई दिएको छैन, प्राय दिन्छ है, तर E दियो यति दिएको छैन त मैले यति मान्दै, तपाईले एजुम गर्न पाउनुहुन्छ हैन। यति Nm/mm² मान्दै मैले। सो EI को भ्यालुमा मैले EI चाहिँ क्वेसनले दिएको छ, मैले E सपोज गर्दै भनेपछि यहाँबाट I आयो हैन। सो अब हामीलाई थाहा छ रेक्टेंगल, यसमा अब I निकाल्दाखेरि हामीले के गर्यौं, BD3/12 भयो हैन। सो BD3/12 आयो। BD3/12 गर्यौं भने यहाँबाट मलाई के आउने हो त I पनि छ। सो यहाँबाट मैले अब डेप्थ पनि एजुम गरिदिन्छु क्या। डेप्थ भन्दा नि मैले ब्रेथ एजुम गर्दै अहिलेको लागि ब्रेथ एजुम गरेँ भने यहाँबाट मेरो डेप्थ आउँछ क्या। सो डेप्थ पनि आउँछ ल यहाँबाट के बुझ्नु पर्यो, त्यत्रो तल लिनुपर्ने के गरौँ भन्ने नि हैन। H निकाल्नु पर्यो। सो सुरुमा डेल ST चाहियो डेल ST निकाल्दिनु हैन यो फर्मुला लाएर। सो अब H को रिलेसनको लागि यो फर्मुला लाउनु। यो फर्मुला लाउँदाखेरि अब हामीलाई के चाहियो भन्दाखेरि IF त अहिले निकाल्नु पर्यो। सो IF निकाल्नुको लागि मैले के गरेँ त यहाँ
अहिलेको लागि मैले आई निकालेँ, प्रोसेस बाई प्रोसेस गएँ होइन। आई छ, मलाई के चाहियो अहिले तल डी पनि चाहिन्छ। सो डी निकाल्नको लागि मैले बी चाहिँ एजुम गर्दै होइन, त्यसको बी मैले 50 mm एजुम गर्दै। सो अब यहाँबाट मैले सल्भ गरेँ भने डी आयो है 50 × d³ / 12 = i = यति गर्ने भने डी पनि आयो। डी आइसकेपछि मलाई जेठ भनेको के हो त bd² / 6। जेठ भनेको सेक्सन मोडुलस हो। जेठ किन चाहियो भन्दाखेरि मलाई सिग्मा बी निकाल्नलाई जेठ चाहिन्छ के। सो जेठ त निकाल्नु पर्यो नि त। सो मलाई म्याक्सिमम मोमेन्ट पनि अगाडिबाट आएकै छ होइन, म्याक्सिमम मोमेन्ट पनि आएकै छ। सो मलाई अब जेठ चाहियो, यसको लागि जेठ bd² / 6 भन्ने फर्मुला छ। जेठ भनेको सेक्सन मोडुलस, योबाट नि आइहाल्यो। सो जेठ पनि आयो। अब जेठ आयो, मसँग म्याक्सिमम मोमेन्ट पनि छ, सिग्मा बी आयो। सिग्मा बी भनेको बेन्डिङ स्ट्रेस क्या। यहाँ हेर्नु त, म्याक्सिमम मोमेन्ट अघि निकालेकै छ हामीले होइन, म्याक्सिमम मोमेन्ट निकालेकै छ, जेठ पनि छ भनेपछि बेन्डिङ स्ट्रेस आयो। मलाई के थाहा छ, सिग्मा म्याक्स भनेको कतिभन्दा धेरै चाहिँ हुनु हुँदैन, एक्सिड चाहिँ कतिभन्दा धेरै बढ्नु हुँदैन भनेको छ क्वेसनले 120। सो सिग्मा म्याक्स भनेको आइएफ इन्टु सिग्मा बी हो क्या। मतलब बेन्डिङ स्ट्रेसमा केही न केही इम्प्याक्ट फ्याक्टरले हामीले मल्टिप्लाई गरेको भने सिग्मा म्याक्स आउँछ। सो यहाँबाट मैले आइएफ निकाल्छु होइन, आइएफ = के हुने भयो त अब सिग्मा म्याक्स बाई यो के अरे सिग्मा बी हुने भयो। सो सिग्मा म्याक्स दिएको छ मलाई। अब सिग्मा बीको भेल्यु भनेको के छ त, सिग्मा बी होइन हो, सिग्मा बीको भेल्यु पनि हामीलाई थाहा छ 5.33। सो अब यो गर्ने हो भने एउटा भेल्यु आउँछ, यो गर्ने हो भने चाहिँ के आउँछ भन्दाखेरि एउटा भेल्यु 25.51 आउँछ है। सो अब तपाईँले के लाउँछ, अगाडिको फर्मुला आइएफ = 1 + √1 + 2h/del(st) भन्ने थाहा छ। सो तपाईँसँग यहाँ सबै भेल्यु छ होइन, आइएफ पनि छ, del(st) पनि छ, फुत्त एच निकाल्न सक्नुभयो। सो यहाँबाट सल्भ गर्ने, सल्भिङ हानिदिने, एचको भेल्यु हामीले कति गेट गर्छौँ 297 mm आउँदो रहेछ है, 297 mm आयो। सो यति हो कुरा। अब यहाँ हेर्नु एच पनि आयो होइन, एच आइसकेपछि म्याक्सिमम डिफ्लेक्सन भनेको छ। सो म्याक्सिमम डिफ्लेक्सन भनेको के हो त, सो डेल म्याक्स भनेको के हो त आइएफ इन्टु del(st) हो होइन, तपाईँलाई थाहा छँदैछ। आइएफ अहिले भर्खर आएको छ होइन, आइएफ भनेको आइएफ अब निकाल्न सक्यो नि त तपाईँसँग। हेर्नु आइएफ आएको छ 25.51 आएको छ होइन। सो 25.51 इन्टु अब del(st) को कुरा गर्नु ल। del(st) भनेको चाहिँ तपाईँको कति हो भन्नुहुन्छ भने del(st) भनेको सुरुमै आएको छ, स्ट्याटिक डिफ्लेक्सन यहाँको देखाउँछु तपाईँलाई, यस्तो 0.092 mm आएको छ del(st). सो 0.092 यो गर्ने भने कति आउँछ त हाम्रो 25.3 mm चाहिँ हाम्रो डिफ्लेक्सन आउँछ। सो यसमा तपाईँले सम्झिनु पर्ने कुराहरू म भनिदिन्छु। सबैभन्दा पहिला के सम्झिनु भन्दाखेरि हाइट निकाल्नु के बुझ्नु भन्दाखेरि एउटा बिम छ अरे क्या, बिममा माथिबाट लोड आइरहेछ, सिधै आइरहेछ लोड आएर ड्याम्मै यसमा ठोकियो। जस्तो यो बिम हो, यहाँ माथि लोड आएर यस्तो ठोकिएपछि अब यो केही न केही डिफ्लेक्सन त हुन्छ नि त। त्यो डिफ्लेक्सन कति निकाल भनेको चाहिँ डेल म्याक्स हो होइन। सो यो कहाँदेखि झार्दाखेरि चाहिँ 120 mm भन्दा बढी 120 चाहिँ के अरे डिफ्लेक्सन हुन्छ होइन, 120 MPa चाहिँ डिफ्लेक्सन म्याक्सिमम त्यति हुन्छ। कहाँदेखि झार्दा चाहिँ हाइट त चाहियो नि त, कतिदेखि झार्दा चाहिँ त्योभन्दा बढी जाँदैन भन्नुको लागि मैले यो एच निकालेको। सो मैले अब यहाँनिर तपाईँ भन्नुहुन्छ नि के गरेको यताउति भन्नुहुन्छ नि del(st) यसको लागि एच निकाल्नु पऱ्यो नि त, हामीले क्वेसनले सोधेको के हो त्यसमा जानु पऱ्यो। सो एच सोध्यो, एच भनेको कसरी निस्किन्छ भन्दाखेरि यो फर्मुलाबाट निस्किन्छ नि त, एचको रिलेसनै जम्मा यो फर्मुलामा छ। सो यो फर्मुला त युज गर्नै पऱ्यो, सबैभन्दा पहिले यो फर्मुला लेखेर सम्झिनु। सो अब यसको लागि तपाईँलाई del(st) चाहिन्छ, del(st) निकाल्नु। अब आइएफ भनेको के रहेछ त, अगाडिबाट हेर्नु आइएफ भनेको सिग्मा म्याक्स बाई सिग्मा बी। सो सिग्मा बी निकाल्नुको लागि एमएक्स चाहियो, एमएक्स पनि चाहियो, जेड पनि चाहियो। सो एमएक्स भनेको के हो त WL/4 गर्ने भने सिम्पली सपोर्टेड बिममा आइहाल्छ म्याक्सिमम बेन्डिङ मोमेन्ट। सो अब तपाईँलाई जेड चाहियो, जेड भनेको सेक्सन मोडुलस bd² / 6 गर्नुहुन्छ अनि यो पनि सिग्मा बी पनि आयो होइन, सिग्मा बी पनि आयो। अब चाहिएको कुरा के हो, आइएफ निकाल्ने, सिग्मा म्याक्स चाहियो, सिग्मा म्याक्स छँदैछ, त्यो गर्ने भने आइएफ त आयो होइन। कुरा यति नै हो नि त, लफडा त्यही हो। अब त्यो आई निकाल्नुको लागि सबैजना हाम्रो लफडा थियो नि त, त्यही भएर EI = यति थियो क्वेसनले दिएको। मैले आईलाई निकाल्नुको लागि ईलाई एजुम गर्दै, सो यो गर्ने हो भने त आइहाल्यो मेरो EI = यति, EI =
यो बाई ई डिभाइड गर्ने ई भनेको मैले एजुम गर्दैछु यहाँ यो काटेको होइन है यति गर्ने होइन भइहाल्यो सो यहाँबाट मेरो आई पनि आउँछ आई आएपछि मैले बीलाई एजुम गर्नैपर्छ अथवा क्वेसनले प्रायः दिनुहुन्छ नत्र बी एजुम गरिदिन्छु म जति पनि गर्न पाउनु भयो होइन तर यसो प्रायः चाहिँ यही 50 यिनीहरू नै हुन्छ स्ट्यान्डर्ड अब धेरै बी भनेको त्यति धेरै पनि राख्नु भएन होइन डेप्थ पनि त्यति धेरै आउँदैन होइन सो यहाँ अब बी त्यति राख्दा डेप्थ हाम्रो कति आयो 75 mm त आएको छ यी कति धेरै आएको होइन नि त सो यसरी चाहिँ मैले के गरेँ त यो निकालेँ मैले आई किन निकालेको छु त भन्दाखेरि यो डी निकाल्नलाई डी किन चाहियो त ई जेड निकाल्नलाई जेड किन चाहियो त हाम्रो सिग्मा बी निकाल्नलाई सिग्मा बी किन चाहियो आइएफ निकाल्नलाई हो यसरी चाहिँ हामीले ट्याकल गर्नुपर्छ है सो आज चाहिँ हामीले एस निकाल्नलाई कुरा गऱ्यौँ सो यो भेरी इम्पोर्टेन्ट क्वेसन्स मध्ये एउटा पर्छ यो भेरी इम्पोर्टेन्समै पर्छ सो आजलाई हामी यति गरौँ स्ट्रक्चर 1 को अर्को भिडियोमा हामी भेटौँ